दर्शकबिन आज हामी तपाईहरुलाई हड्डीको राजा मानिने हाडजोडको विषयमा बताइरहेको छौं र आजको भिडियो अत्यन्तै महत्वपूर्ण भएको कारणले गर्दा अन्तिमसम्म हेर्न नभुल्नुहोला। हड्डी भाँचिएको 3 दिन भित्रमा नै हड्डी जोड्ने क्षमता रहेको यस हाडजोडको अद्भुत गुण रहेको छ। प्राचीन कालदेखि नै हाम्रा ऋषि मुनिहरूले यस हाडजोड औषधिको प्रयोग गर्दै आएको छ। यो एक प्रकारको वनस्पति हो र तपाईहरुले भिडियोमा पनि देखिरहनु भएको छ। यसको एक एक भाग जोडिएको हुन्छ, एकअर्कामा जोडिएको हुन्छ र यसले अद्भुत काम गर्दछ। विशेष गरेर अहिलेको समयमा अहिलेको हाम्रो खानपानले गर्दाखेरि हाम्रो हड्डी एकदमै कमजोर भएको हुन्छ। आज काहीँनिर अलिकति ठोकिँदा पनि, अलिकति लड्दा पनि हड्डी भाँचिने, टुक्रिने, फुट्ने जस्ता भइरहेको हुन्छ यस्ता घटनाहरू। र यस्तो समयमा हाम्रो प्राचीन कालमा पिता पुर्खाहरूले यही वनस्पतिको प्रयोग गर्ने गर्दथे। त्यही कारणले गर्दाखेरि यसको नाम नै हाडजोड बनिएको हो, अथवा यसले हड्डीलाई एकदमै छिटो अनि सजिलोसँगले र प्रभावित रूपमा जोड्ने भएको कारणले गर्दा नै यसको नाम पनि हाडजोड राखिएको हो। र आजको यो एकदमै महत्वपूर्ण भिडियोमा तपाईहरुलाई हामी यो हाडजोडको प्रयोग कस्तो प्रकारले गर्नुपर्ने हो त्यो विषयमा पनि अवश्य नै बताउने छौं। र यस औषधिमा सोडियम, पोटासियम, क्याल्सियम प्रचुर मात्रामा हुन्छ र जसको पनि हड्डी भाँचिएको छ, हड्डी फुटेको छ, तपाईहरुले अब यदि कुनै औषधि खान चाहनु हुँदैन अथवा प्राकृतिक चिकित्साद्वारा आफ्नो हड्डीलाई मजबुत बनाउन चाहनुहुन्छ, जोड्नु चाहनुहुन्छ भने तपाईहरुले यस हाडजोडको प्रयोग गर्न सक्नुहुनेछ। यसले तपाईको हड्डीलाई 3 दिनदेखि 5 दिन भित्रमा नै जोडाउनमा ठूलो भूमिका निभाउनेछ भन्ने यो आयुर्वेदिक चिकित्सकहरूको भनाइ पनि रहेको छ। र अब यसलाई कस्तो प्रकारले प्रयोग गर्ने त यो हाडजोडलाई भन्दाखेरि तपाईहरुले यसको ताजा जुन यो काण्डहरू छ, तपाईहरुले देखिरहनु भएको छ यहाँ भिडियोमा, यो काण्डहरूलाई तपाईहरुले कुच्याएर यसको रस पनि तपाईहरुले पिलाउन सक्नुहुनेछ बिमारीलाई। साथै यसको जुन काण्ड छ, यो काण्डलाई तपाईहरुले मजाले घाममा सुकाउनुहोस्, सुकाएर यसलाई कुट्नुहोस् अनि कुटेर यसलाई एक प्रकारको धुलो बनाउनुहोस्। अनि धुलो बनाउनु भयो भने यसलाई कुनै पनि समयमा जहिले पनि तपाईहरुले प्रयोग गर्न सक्नुहुनेछ। र यो धुलोलाई तपाईहरुले विशेष महसँग अथवा दूधसँग खानु भयो भने धेरै भन्दा धेरै यसले प्रभाव पार्ने गर्दछ अनि तपाईहरुको हड्डीलाई मजबुत बनाउनेछ, भाँचिएको हड्डीलाई जोडाउनेछ। र यस्तो गुण छ यस हाडजोडमा। र दर्शकबिन आजको यो हाम्रो भिडियो कस्तो लाग्यो, यस वनस्पतिको विषयमा तपाईहरुलाई कतिको विश्वास लाग्यो, यस वनस्पतिको विषयमा भिडियो हाम्रो कमेन्ट गरी